हेलो गाई के छ हजुरहरू आरामै सन्चै हुनुहुन्छ होला सबैजना। आज म एउटा यस्तो ठाउँमा घुम्न आएको छु कि जुन चर्च बनाउन 100 वर्षभन्दा धेरै लाग्यो रे। यो सुन्नमा आएको यो चर्च बनाउन चाहिँ लगभग 155-56 वर्ष लाग्यो रे, तर पनि यो चर्च बनिसकेको छैन। यसको बारेमा तपाईँलाई के थाहा छ भने भनिदिनुहोस् न। यो स्पेनको यो घरको रहस्य चाहिँ के हो थाहा छ? यो अहिलेसम्म 20 वर्ष भइसक्यो। 20 वर्ष भइसक्दा पनि अझै बनिसकेको छैन। हेर्नु सबै दिनहरू लागेछ, 20 वर्ष भइसक्यो बनाउन सकेको छैन। यो चाहिँ हेलो गाई के छ हजुरहरू आरामै सन्चै हुनुहुन्छ होला सबैजना। आज म एउटा यस्तो ठाउँमा घुम्न आएको छु कि जुन चर्च बनाउन 100 वर्षभन्दा धेरै लाग्यो रे। यो सुन्नमा आएको यो चर्च बनाउन चाहिँ लगभग 155-56 वर्ष लाग्यो रे, तर पनि यो चर्च बनिसकेको छैन। यसको बारेमा तपाईँलाई के थाहा छ भने भनिदिनुहोस् न। यो स्पेनको यो घरको रहस्य चाहिँ के हो थाहा छ? यो अहिलेसम्म 20 वर्ष भइसक्यो। 20 वर्ष भइसक्दा पनि अझै बनिसकेको छैन। हेर्नु सबै दिनहरू लागेछ, 20 वर्ष भइसक्यो बनाउन सकेको छैन। यो चाहिँ